हेलो नमस्ते सबैजनालाई। म चाहिँ यहाँनिर कहाँ जाँदैछु भने चाहिँ म चाहिँ आज एकदमै खुसी छु। म चाहिँ यहाँनिर एकजना दिदीलाई लिनु जाँदैछु। उहाँ चाहिँ मेरो साथी पनि हो, दिदी पनि हो। राँचीको मसँगै यहाँ मालबजारमै बिहा हुनुभएको छ, सँगै काम गर्थ्यौँ हामी। तपाईँले मेरो पहिलाको फोटोहरूमा पनि देख्नु भएको होला तपाईँहरूले त्यो दिदीलाई। अनि म चाहिँ उसलाई लिनु आइज भनेको थिएँ, त्यही भएर यहाँ न्युमाल स्टेसनमा जाँदैछु म चाहिँ उसलाई लिनुको लागि। ट्रेन चाहिँ छिटै आउने भएको थियो 5:30मा, तर अहिले ट्रेनको टाइम लेट भएर चाहिँ ढिलो भयो, 6:30 भइसकेको थियो। अन्त त्यही भएर चाहिँ राति भइसकेको थियो। अन्त म चाहिँ जाँदैछु लिनुको लागि। अन्त कहिले जनवरीमा जानुभएको होला दिदी चाहिँ। अन्त जनवरीमा गएर अहिले फेरि आउनु हुँदैछ। अनि म चाहिँ आइपुगेर नि प्लेटफर्म टिकट काटेर नि जाँदैछु। यहाँनिर ठिकै टाइममा आइपुगेछु म चाहिँ। अब ट्रेनको चाहिँ टाइम भइहालेको थियो आइपुग्ने। अनि त्यसपछि चाहिँ यहाँनिर म चाहिँ पुरा एक्साइटेड, कहिले आइपुग्छ होला पुनम मुनम भन्छु नि त प्यारे मायाले। कस्तो भयो होला पुनम मुनम, चेन्ज भयो कि भएन भनेर म चाहिँ पर्खिरहेको छु। अनि त्यसपछि यहाँनिर चाहिँ फाइनली हामी चाहिँ भेट भयो 10 महिना बादमा चाहिँ दुईजना दिदीबहिनी। यहाँनिर हेर्नुहोस् न कति खुसी दुईजना भेट भएर। अनि काका पनि हुनुहुन्छ, उसको बुढा जसलाई चाहिँ म काका भन्छु, उसलाई चाहिँ काका भन्छु, दिदीलाई चाहिँ दिदी भन्छु। अनि दुईजना पहिला भेटेर चाहिँ काकालाई मनिरहेर नमस्ते भनेर भन्दैछु त काकालाई ढोग्दैछु। अनि त्यसपछि चाहिँ हामी चाहिँ जाने टोटो लिएर आएको छ। अनि यहाँनिर दुईजना कति खुसी भेटेर। म चाहिँ वेलकम टु मालबजार भनेर भन्दैछु, कस्तो लाग्यो यति महिनामा घर आउँदा भनेर सोच्दैछु, एक्सपिरियन्स सोच्दैछु। त्यहाँदेखि यहाँ काकासित बात गरेपछि उनीहरू चाहिँ यहाँनिर काका हेर्नुहोस् न, उनीहरूको चाहिँ के भने यस्तो सिचुएसनमा दिदी चाहिँ गएको नि। दुईजना चाहिँ अलिकति के बादमा ठासा टुकचुक भएर चाहिँ अब म चाहिँ यहाँ अन्त काकासित बस्दिनँ भनेर चाहिँ दिदी चाहिँ गएको बुढासित बस्दिनँ भनेर होइन। तर आज उनीहरू दुईजना सँगै यसरी मिलेर आउँदा चाहिँ मलाई चाहिँ यति खुसी लाग्यो दुईजनालाई हेरेर। ट्रु लभ भन्ने चाहिँ यस्तो हुँदो रहेछ है। अनि दुईजनाको फेरि दुईजना नानी छ नि त, एकजना 14-15 वर्षको, एउटा सानो 7 वर्ष जस्तोको होला हौ। अन्त पहिलाको माया भनेको चाहिँ त्यस्तो हुन्छ रहेछ पहिलाको उयसको चाहिँ, अहिलेको जस्तो छाटछुट भन्ने चाहिँ हुँदैन। अनि म चाहिँ काकालाई पुरा भन्दै आउँदैछु टोटोमा बसेर। अबदेखि चाहिँ यस्तो गऱ्यो भने यस्तो, जस्तो दिदीले तपाईँलाई माफ गरिदिए त्यो भन्दै पुरा सुनाउँदै आउँदैछु। काकाले चाहिँ के हो यसले चाहिँ मलाई कराएर मार्छ भनेर भन्नुहुँदैछ। त्यहाँदेखि म चाहिँ उसको घरमा हिँड्न, मलाई घरमा छोडेर आइज भने। अन्त म चाहिँ उसको घर चाहिँ यहीँ तान्तीमारा हो, म चाहिँ जाँदैछु घरमा छोड्नुको लागि चाहिँ। हामी चाहिँ टोटोमा जाँदैछौँ। अनि आउँदा चाहिँ हामी यहाँनिर चाहिँ मेरो अब अर्को, हामी फेरि धुन्दी भन्छ, अर्को मेरो साथी हो। हामी तिनजना चाहिँ बेस्ट फ्रेन्डमा काम गर्दाको मार्था पनि ठिक्कै आइपुग्यो। हामी तिनजना चाहिँ भेट भयो यहाँनिर मिलेको। हेर्नुहोस् न ऊ पनि धेरै खुसी भयो। ऊ यहाँनिर स्कुटीको उयो गर्नु आएको रहेछ, सर्भिसिङ गर्नु गाडीको। अन्त हामी यहाँ तिनजना मिलेर यति खुसी, यति उयो बात मिलेको हामी। अहिले ड्युटीमा ऊ मात्रै छ, हामी चाहिँ ड्युटी छोड्यो। अनि यहाँनिर दिदी घरमा आइपुग्यो, यो सानो नानी दिदीको, उहाँ चाहिँ सासु आमा हुनुहुन्छ। अनि यहाँनिर चाहिँ दिदीको देवरको नानी बिन्दु। कति